दाइ नमस्कार। नमस्ते। दाइ मैले हजुरलाई एउटा प्रश्न सोध्दैछु। हामी त परदेशमा छौँ है। अहिले नेपालमा चलिरहेको एकदमै अहिले हजुरलाई लाग्छ कि अहिले हामीलाई यो परिस्थितिमा हजुरलाई राजतन्त्र राम्रो लाग्छ कि गणतन्त्र राम्रो लाग्छ? दुई चार शब्द हजुरले भनिदिनुहोस् अहिले हजुरलाई। सङ्घीय लोकतान्त्रिक गणतन्त्र जुन मध्ये 12 बजे यी नेताहरूले जुन लागू गरे त्यो धेरै जनताहरूलाई यो थाहै छैन कि सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको के हो। यसमा पहिला जनताहरूलाई बुझाउन सक्नु पर्यो नि। अनि त्यस पछाडि हिन्दू 82% जनता चाहिँ हिन्दू भएको ठाउँमा त्यो धर्मनिरपेक्ष किन लागू भयो? कसले यो जाल झेल गरेर कुन शक्तिबाट यो यसरी लागू भयो? त्यसपछि विदेशमा हामी त छौँ, परदेशमा छौँ है। हामीलाई पनि धेरै यस्तो प्रश्न सोध्न मन लाग्छ कि हामीलाई कस्तो